हामी चाहिँ अहिले यो के अरे बिचमा टोयलेटको लागि बिसाउनुको लागि उस गरेर चाहिँ सबै कोही आउँदै हुनुहुन्छ होला खिचिदियो मलाई खिचिहाले भइहाल्यो छिटो आउनु दिनु भाइ कुर्दैछ ट्राइसिडले आजको भिडियो हो सँगसँगै अब चाहिँ हामी त उता गाडी हिरोइन निस्किने बेलामा त चाँडै फोटो खिच्नु भयो अब यहाँ एउटा भैँसी झर्दैछ खोइ को छ फेरि आएर झर्ने कहाँ उल्टे हुन्छ कहाँ उल्टे हुन्छ अन्त के कपाल खिच्दिएको हाम्रो यात्रा आज तेलअभिवदेखि यार्डेन पार्कसम्मको हामी क्याम्पिङ टुरमा छौँ। हामीसँग पछाडि अर्को बस आउँदैछ र एउटा सानो सिरुट हामी अलरेडी स्पोटमा पुगिसकेको छ। हाम्रो बिहान साँझको खानाको लागि तयारी गर्दै हुनुहुन्छ र हामी आस्ते आस्ते हाम्रो डेस्टिनेसनतिर लाग्दैछौँ। अब करिब 45-50 मिनटमा हामी हाम्रो गन्तव्यमा पुग्नेछौँ। धन्यवाद धन्यवाद।
grew हाम्रो up. Broken but strong, gotta move on. You're not a big ray of light. With my soul, find the real gold. I'll fulfill what I started. सोधिने सानो तपाईँ के गर्दै हुनुहुन्छ आज अगस्त इजरायलको अधिवेशन पनि हो त्यसैले अधिवेशनको लागि तयारीमा त्यहाँ सहभागी हुनु पऱ्यो क्याम्पिङहरू पनि अधिवेशन पनि सबै भोलि आजको रमाइलो आजको भन्दा भोलि झन् धेरै रमाइलो हुन्छ तर अब आजको यो अधिवेशन सफल रहोस् त्यसैको लागि तयारी यसलाई पनि क्याच गरेको कि यताको सिङ्काको एक टुक्रा चपाउनु पाए अलिक यो चाहिँ टेन्ट चाहिँ 7-2जनाको टेन्ट छ तर 9-10जनाले यहाँ चेन्ज गर्नुभयो होइन नि यो सोल्टी एउटा 6जना थियो नि त्यस्तै गरी एल्मो समाज इजरायलकी नेफिन इजरायल संरक्षक श्री एल्मो समाज इजरायलकी संरक्षक तथा नेफिन इजरायलकी संरक्षक श्री पेमा डोल्मा हेल्मोज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। त्यस्तै गरी राष्ट्रिय नेवाखल इजरायलकी संरक्षक श्री मनु श्रेष्ठज्यूलाई पनि अतिथि ग्रहणको लागि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। त्यस्तै गरी अतिथि आसन ग्रहणकै क्रममा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाकी अध्यक्ष श्री चिनु सुवेदीज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी अतिथि आसन ग्रहणकै क्रममा इजरायलमा स्थापित राजनीतिक संस्थाको तर्फबाट जनसम्पर्क समिति इजरायलकी महामन्त्री श्री माया खनालज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। अब भने हामीसँग त्यति समय पनि लामो नभएको हुनाले म यो आसन ग्रहणलाई यहीँ छोट्याउन चाहन्छु र यहाँ उपस्थित सम्पूर्ण हाम्रो अतिथिज्यूहरूलाई र सम्पूर्ण साथीहरूलाई पनि यथास्थानमा अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। अबको क्रममा भने हाम्रो यो नववार्षिक उत्सव तथा 5औं अधिवेशन कार्यक्रमको समुद्घाटन गर्न गइरहेका छौँ। फुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली फुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचला ज्ञान भूमि शान्ति भूमि तलाई माहिमाला आगयो म्यारो हाम्रो मातृभूमि नेपाल बाबुल जाति भाषा धर्म संस्कृति सबै आगामी राष्ट्र हाम्रो जय जय नेपाल जय नेपाल।
धेरै धेरै धन्यवाद सम्पूर्णलाई। औपचारिक कार्यक्रमलाई अगाडि बढाउने क्रममै गरेर उपस्थित हुनुभएका सबै साथीहरूमा हार्दिक स्वागत साथै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी आज यो 9औं वार्षिक उत्सव तथा साधारण यो 5औं अधिवेशनलाई भ्यालीभन्दा यति पर आएर यो माहौलमा मनाइरहेका छौँ। यसको आफ्नै बाध्यता छ। सम्भवतः हामी निकट रहेर हामीलाई निहाल्नु हुने तमामले त यो परिस्थितिलाई राम्ररी बुझ्नु भएको छ। पक्कै पनि हामीलाई यो परिस्थितिमा आइरहँदाखेरि हाम्रो यो परिस्थितिलाई मनन गर्दै हाम्रो यो कार्यक्रम सफल बनाउनका लागि थियो भने वैधानिक रूपमा पूर्णता पाउने कार्य भने 2022 मा भएको थियो। नेपाल मगर सङ्घ शाखा इजरायलको सदस्यता लिएका सम्पूर्ण लाफाहरू स्वत अक्षय कोषको सदस्य रहने गरी हामीले उक्त अक्षय कोषको हामीले सचिवालय अथवा सदस्यताहरू त्यसरी बनाएका थियौँ भने अन्य नेपाल मगर सङ्घ शाखा इजरायल अनमाई अक्षय कोष सचिवालयको 13 सदस्यीय सचिवालयको नामावली यहाँ म प्रस्तुत गर्न चाहन्छु। हाम्रो संयोजकमा हुनुहुन्छ तारा काउचा मगर, त्यस्तै गरी सहसंयोजकमा हुनुहुन्छ मनमास किराना मगर, सहसंयोजक लीला थापा मगर, सहसंयोजक सूर्य राणा मगर, त्यस्तै गरी सचिवहरूमा हुनुहुन्छ दिवस आले मगर, जय पुन मगर, विष्णु पुन मगर, माया आले मगर, भक्त पुन मगर, जमुना थापा मगर, श्याम पुन मगर, त्यस्तै गरी कोषाध्यक्षमा हुनुहुन्छ चित्र जुगजाली मगर र सहकोषाध्यक्षमा हुनुहुन्छ मनकुमारी पूर्जा मगर। र हामीले अक्षय कोष नेपाल मगर सङ्घ शाखा इजरायलको जुन कोष छ त्यो कोषलाई हामीले यो नेपाल मगर सङ्घ शाखा इजरायलको जुन कोष छ त्यो कोष हामीले नेपाल यता अक्षय कोष नेपाल मगर सङ्घ जुन हामीले अहिले निर्माण गरेका छौँ त्यसमा उक्त कोषमा रहेको रकम नेपाल मगर सङ्घ शाखा इजरायलको कोषमा रहेको 1 लाख सेकेल रकम हामीले अक्षय कोषमा हामीले आज हस्तान्तरण गर्ने गरी एउटा अवधारणा पनि योजना पनि बनाएका छौँ। त्यसैले गर्दा नेपाल मगर सङ्घ शाखा इजरायलकी कोषाध्यक्ष हाम्रो मनकुमारी पूर्जा मगरज्यूलाई यहाँ अगाडि उपस्थित भइदिन र त्यस्तै गरी अक्षय कोषका कोषाध्यक्ष हाम्रो चित्र जुगजाली मगरज्यूलाई पनि अगाडि उपस्थित भइदिएर उक्त 1 लाख सेकेल हस्तान्तरण गरिदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। नेपाल मगर सङ्घ शाखा इजरायलकी कोषाध्यक्षज्यूले हाम्रो कोषको कोषाध्यक्षज्यूलाई हस्तान्तरण गर्दै हुनुहुन्छ 1 लाख सेकेल। धेरै धेरै धन्यवाद। र अक्षय कोष नेपाल मगर सङ्घ हाम्रो नेपाल मगर सङ्घ शाखा अनमाई 2076-20 स्थापना गर्नुको उद्देश्यबारे थोरै जानकारी प्रस्तुत गरिदिनु हुनको लागि संयोजक हाम्रो तारा काउचा मगरज्यूलाई संक्षिप्तमा थोरै जानकारी दिनको लागि पनि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। आजको कार्यक्रम सञ्चालकज्यू, नेपाल मगर सङ्घ शाखा इजरायलको 9औं वार्षिक उत्सव तथा 5औं अधिवेशनका सभापतिज्यू, आजको यस कार्यक्रममा पाल्नुभएका विशिष्ट अतिथिज्यूहरू र यहाँ उपस्थित सम्पूर्णमा झोरले जेदौ सिमिङ पाउ साथै मगरात अभिवादन टक्राउन चाहन्छु। यो आज नेपाल मगर सङ्घ शाखा इजरायलले 9औं वार्षिक उत्सव तथा 5औं साधारण सभा सम्पन्न गर्दै गर्दा यो कार्यक्रमको तयारी गर्दै गर्दा मैले केही समय निकालेर एउटा हाम्रो विगतलाई निहाले र यो स्थानसम्म ल्याइपुर्याउनु हुने सम्पूर्ण लाफाहरूलाई चाहिँ मैले यही स्थानबाट यही कार्यक्रमबाट सम्झन चाहन्छु। र हाम्रो सहयोद्धा एकजना लाफा नन्द राणा मगरज्यू हामी माझ हुनुहुन्न, उहाँ जहाँ हुनुहुन्छ उहाँलाई पनि यसै कार्यक्रमबाट म सम्झिन चाहन्छु। र नेपाल मगर सङ्घ शाखा इजरायलले यो समयसम्म आउँदै गर्दा के कस्तो कार्यक्रमहरू गरेको छ भन्ने कुरा हामी सबैलाई जानकारी नै छ। हाम्रो महासचिव कोषाध्यक्षज्यूहरूले पनि जानकारी गराइसक्नु भएको छ। यसैमा मैले चाहिँ नेपाल मगर सङ्घ शाखा इजरायल मातहतमा रहेर एउटा अक्षय कोष नेपाल मगर सङ्घ शाखा इजरायल 2020 भनेर हामीले स्थापना गरेका छौँ। 2020 मा चाहिँ हामीले स्थापना गरेको अक्षय कोष, यसको बारेमा चाहिँ हाम्रो खास यसको उद्देश्यहरू के छ भन्ने बारेमा मैले थोरै यहाँहरूलाई चाहिँ जानकारी गराउन चाहन्छु।
एक मिनट। हामीले अहिलेसम्म गरेका कामहरूको बारेमा मैले यहाँ जानकारी गराउन गइराखेको छु सबैलाई। यो चाहिँ हाम्रो नेपाल सामाजिक दायित्वसहित मगर उत्थानको लागि अक्षय कोष नेपाल मगर सङ्घ शाखा इजरायल 2076-2020 भनेर हामीले नामाङ्कन गरेका छौँ र अङ्ग्रेजीमा चाहिँ अक्षय कोष नेपाल मगर एसोसिएसन इजरायल अनमाई। र यसको चाहिँ उद्देश्य भनेको खास गरिकन हामीले यस कोषमा 50 लाख पुर्याउने हाम्रो लक्ष्य रहेको छ र त्यसमध्ये हामीसँग अहिले 1 लाख सेकेल अहिले भर्खरै नेपाल मगर सङ्घ शाखा इजरायलको तर्फबाट चाहिँ हस्तान्तरण भयो। यो चाहिँ हामीसँग रहेको रकम छ र हाम्रो मुख्य उद्देश्य चाहिँ के छ भन्दाखेरि अक्खा लिपिको विकास गर्ने, त्यस्तै भाषा लिपि सम्बन्धी 3 महिने अनौपचारिक कक्षा सञ्चालन साथै प्रशिक्षण कार्यक्रम गर्ने, मगर भाषा इतिहास सम्बन्धी पुस्तक प्रकाशन गर्ने, अवसरविहीन मगर विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने, मगर भाषा पढाइ हुने स्कुलहरूमा आवश्यक सहयोग गर्ने र नेपाल फर्किसकेका नेपाल मगर सङ्घ इजरायलमा आबद्ध सदस्य लाफाहरूलाई गोलबद्ध गर्दै विश्वभरि रहेका मगर सङ्घ संस्थाहरूसँग समन्वय एवं सहकार्य गर्ने हाम्रो चाहिँ उद्देश्य रहेको छ। यो चाहिँ विशेष गरी इजरायलबाट नेपाल फर्किसकेपछि हामीले यसलाई निरन्तरता दिने हाम्रो योजना रहेको छ र हामीले चाहिँ लोगो पनि हामीले बनाइसकेका छौँ। एउटा मगर कुङ इम भनेर मगरको घरलाई सबैतिरबाट सेभ गरेको अवधारणासहित हामीले यो अक्षय कोषको चाहिँ लोगो निर्माण गरेको छौँ। यो सबैलाई जानकारी गराउन चाहन्छु र हाम्रो चाहिँ एउटा लेटर प्याड पनि हामीले तयार गरिसकेका छौँ र यस कोषमा चाहिँ अहिले सञ्चालक समितिमा हाम्रो 13 जना हाम्रो सदस्य रहनु भएको छ। हाम्रो कार्यक्रम सञ्चालकज्यूले अघि नै वाचन गरिसक्नुभयो र 13 जना सञ्चालक समिति छ भने नेपाल मगर सङ्घ शाखा इजरायलमा आबद्ध भएका सबै लाफाहरू जो इजरायलमा हुनुहुन्छ अथवा नेपालमा हुनुहुन्छ उहाँहरू सबै चाहिँ हाम्रो सदस्य हुनुहुन्छ। उहाँहरू हामी चाहिँ 3 वर्ष कार्यकाल हो, 3 वर्ष पछाडि सबै लाफाहरूलाई चाहिँ यो सञ्चालक समितिमा उहाँहरू बस्न चाहनुहुन्छ। यो सबै नामावली चाहिँ मैले यहाँ देखाइराखेको छु। त्यस्तै हामी अहिले चाहिँ अक्षय कोषको विधान निर्माण गरिरहेका छौँ। विधानको अन्तिम चरणमा चाहिँ हामी छौँ र यो विधान तयार भएसँगै हामी विभिन्न हाम्रो मगर सङ्घ संस्थाहरूसँग अग्रज बुद्धिजीवीहरूसँग हामी सहकार्य छलफल सल्लाह सुझाव लिइरहेका छौँ र विधानको अन्तिम चरणमा भएको हुनाले यो विधान तयार भइसके पछाडि हामी हाम्रो कामलाई चाहिँ अगाडि बढाउनेछौँ। हालसम्म चाहिँ भएको अक्षय कोषको गतिविधि यही हो। यहाँहरू सबैलाई चाहिँ म धन्यवाद दिन चाहन्छु हाम्रो अक्षय कोष समितिको तर्फबाट पनि। र आज यो 5औं अधिवेशन सम्पन्न गर्दै गर्दाखेरि 4थो अधिवेशनबाट जो जति लाफाहरू कार्य समितिमा रहेर काम गर्नुभयो, मगर सङ्घ इजरायलमा रहेका सबैले एउटा सहयोग गर्नुभयो। हाम्रो एउटा औपचारिकता निभाउनको लागि कार्य समिति तयार गरे पनि मगर सङ्घमा आबद्ध सबै मगरहरूसँगै हामी संयुक्त रूपमा बैठक गर्ने गर्छौँ र उहाँहरू सबैको हातेमालोले नै यो संस्था चाहिँ अगाडि बढाइरहेका छौँ। यो 5औं अधिवेशनको सङ्घारसम्म आइपुग्दाखेरि यहाँसम्म आउनुहुने सबै कार्य समिति लगायत मगर लाफाहरूलाई बधाई साथै धन्यवाद दिँदै अब 5औं अधिवेशनबाट नयाँ कार्य समिति चयन गर्दैछौँ। आज ती लाफाहरूलाई पनि ती कार्य समितिलाई पनि अग्रिम शुभकामना दिँदै यहाँहरू सम्पूर्ण उपस्थिति लगायत अनलाइनमा हेर्नुभएका सबैलाई हार्दिक धन्यवाद दिँदै बिदा हुन चाहन्छु। जय मगरा। हाम्रो
संयोजक श्री तारकाउच मगरज्यूलाई अचेकोसको बारेमा केही प्रश्न बनाइदिनु भएकोमा पक्कै पनि सबैजनाले अचेकोस के को लागि र खास हामीले कुन तरिकाले अगाडि बढ्दैछौँ भन्ने कुरा सबैजनाले केही जानकारी प्राप्त गर्नु नै भयो होला भन्ने अपेक्षा गर्दै अबको क्रममा भने म हाम्रो यहाँ शुभकामना मन्तव्यलाई यहाँ जोड्न गइरहेको छु। नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलकी उपाध्यक्ष श्री छिरिङ मेन्दो स्याङ्मा हेल्मोज्यूलाई स्वागत शुभकामना मन्तव्यको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया सबैजनाले ताली बजाइदिनु होला। लाला फिरिङ्गी सभाला नेपाल मगर सङ्घ शाखा इजरायलकी सभा छु नङ्गे फिरिङ्गी आदिवासी दाउ वार्षिक उत्सव की छेडतु ख्याबे मेमेगी नेपाल महासङ्घ लिगी के जमनाङ गला थुजी छे थुजेला ओठेरङ पेसिमबारङ फिरिङ्गी सभाला गोलो भएर सुरुवात भएका थियौँ। हामी सबैजनालाई बधाई छ। हामी यहाँ यसरी देख्नु भएको छ, हामी यसरी सुरुवात भएका थियौँ र यहाँसम्म जिरोबाट सुरु गरेर आज 1 लाख सेकेल जम्मा गर्न पाउँदा आज निकै गर्व लागेको छ र संस्थापक अध्यक्षज्यू लगायत संस्थापक सम्पूर्ण सदस्यज्यूहरूलाई सम्झँदै र हाम्रो आदरणीय स्वर्गीय नन्द राणा मगरज्यूलाई पनि स्मरण गर्न चाहन्छु र अब भने म संयोजकज्यूको अनुमतिले नयाँ कार्य समिति वाचन गर्न गइरहेको छु। सबैजना कृपया अगाडि आइदिनु होला। अध्यक्षमा हुनुहुन्छ निर्विरोध सूर्य राणा मगरज्यू, बधाई छ। प्रथम उपाध्यक्ष दिवस आले मगरज्यू, म बिस्तारै भन्दै जान्छु। उपाध्यक्षमा हुनुहुन्छ मनकुमारी पूर्जा पुन मगरज्यू। उपाध्यक्षमा हुनुहुन्छ माया मर्साङ्गी मगरज्यू। महासचिव चित्र जुजाली मगरज्यू, म बिस्तारै लाइन बस्नु होला यता। सचिव मायाले मगरज्यू, सचिव काशीराम आले मगरज्यू। खोइ त अगाडि आउनु भएन त, हामी सचिवमा आइपुगेका छौँ। काशीराम आले मगरज्यू, सचिव सूर्य मगरज्यू, सचिव शान्ति थापा मगरज्यू, कोषाध्यक्ष सन्तोष मगरज्यू, ताली बजाउनुहोस् है। नयाँ अनुहार, नयाँ जोस जागरका साथ अगाडि आउनुभएको छ। सहकोषाध्यक्ष लक्ष्मी थापा मगरज्यू, बधाई छ। संरक्षक तथा सल्लाहकार समिति संरक्षकमा हुनुहुन्छ तारकाउच मगरज्यू, पुनः उहाँलाई जोडा ताली बजाउनु होला। अर्को संरक्षकमा म स्वयं विष्णुपुन, जोडा ताली। सल्लाहकारमा निवर्तमान अध्यक्ष मनमास्की मगरज्यू, सल्लाहकार पूर्व अध्यक्ष पूर्वमा जानुभयो लीला थापा मगरज्यू, शान्ति थापा मगरज्यू। सचिव अगाडि आउनु होला, शान्ति थापा मगरज्यू कृपया स्टेजमा सचिव शान्ति थापा मगरज्यू।
अलि मलाई चाहिँ उज्यालो आएन है फल्किनु भयो होइन कार्य समितिको नाम चाहिँ मैले वाचन गरिसकेको छु सबैजनालाई बधाई सूर्यबहादुर नेपाल नेपाल मगर सङ्घ शाखा इजरायल समिति हो बाङ्गा अधिवेशन लाकिङ अध्यक्ष प्रधान मनोनित छान्मो इसे महत्त्वपूर्ण घडियाङ मगर सङ्घो झन्डा महाकाङ मोमो शपथ लालाङ गा सङ्घो विधान के सेच खाता मण्डिलाङ गा सङ्घो हिताङ सेच भावनाङ मुलाङ गा सङ्घो आर्थिकच पदो मर्यादा के कायम गालाङ नेपाल मगर सङ्घ शाखा इजरायल जिवाटिङ ल यो नेपाल मगर सङ्घ इजरायल शाखाले आयोजना गरेको टुरमा आज हामी यहाँ एडेन पार्कमा थियौँ त्यहाँबाट यहाँ रात बिताएपछि अब हामी फेरि उता तिबिरिया होइन तिबिरिया होइन त हामी जाने हाम्रो लमजुङे भाइ ठिक छ भाइ खाजा राम्रो सुत्नुभयो अलि खाना खाजा ठिक भयो होइन खाजा राम्रोसँग खाना दिएन एउटा सन्तोष भाइ कस्तो भयो सुताइ ब्रेकफास्टहरू काशी दिलै बहिनी के भयो कस्तो भयो ब्रेकफास्ट चिया कस्तो भयो सुताइ आइस कफीसँग पुरी अनि चानाको तरकारी अनि त्यस पछाडि हप्से अनि सेलरोटी वाउ ल कफे सखर कफे लबान हो शुभ यात्रा अगाडिको यात्रा शुभ रहोस् अब पानीमा डुब्न जान्छ अब पानीमा उतै भेटौँला पानीमा उतै भेटौँ यो चाहिँ दुईटा सबै आज यही बास तल यो 1 नम्बर बस हो यो अहिले हामी कुन ठाउँ जाँदैछौँ र अब हामी वाटर गार्डन यो चाहिँ अर्को गाडी बी हो होइन यो पार्कबाट अब हिँड्यौँ यहाँ चाहिँ अब यसको केराउ दिने भयो केराउ छ सेलुर कहाँ छ सेलुर कहाँ छ ए दिवस भाइ अब यात्रा अगाडिको कता हाम्रो अब हाम्रो वाटर पार्क दाइ चट्टो वाटर पार्कमा स्विमिङ अनि त्यसपछि त्यसलाई फर्किने हेलो शुभ यात्रा जय सर कता अब हामी वाटर पार्कमा जाँदैछौँ गएर मजाले स्विमिङ गर्ने होइन इन्जोय लाइफ इज इन्जोय क्या चट्टो लगाएर होइन सबैजना मजाले इन्जोय गर्ने त्यसपछि हामी खानासाना खाने अनि तेलबी खाना खाने उहाँ खाना चट्ट खसीको मासु अनि भात नेप्लिस रुपा चट्ट खाना खाएपछि हामी तेलबी पुगिन्छ 5 बजे ओके शुभ यात्रा अब यो बस हिँड्नै लागेको छ सबै है यहाँ भन हामी 9 बजे छिर्छौँ होइन अनि 1 बजे के अरे 12 बजे निस्किन्छौँ खाना खाएर 2 बजे चाहिँ हिँड्ने गाडी 5 बजे त्यसलाई 2 बजे हामी वाटर गार्डनबाट निस्किन्छौँ बसमा नि त म नि जाउँ अब कता जाँदैछौँ हामी वाटर पार्क पानी खेल्न पौडी खेल्न जाँदैछौँ सबै रमाइलो गर्ने हो रमाइलो गर्नु ओके
मान्दल त यहीँ छोडेर गयो जस्तो त अब मान्दल नेवा खालको बहिनीहरू गोजलपा कस्तो भयो बहिनीहरूको सुताइ एकदमै रमाइलो भयो है सुताइ चाहिँ त्यति धेरै भएन रमाइलो त धेरै भयो सुत्छु भने पनि दिँदैनन् त्यही त त्यो टुरहरू सुत्रै भयो धेरै रमाइलो गर्न आएको एकदमै रमाइलो भयो नेपालको मान्छेलाई धेरै धेरै धन्यवाद अब चाहिँ भिडियो बहिनी भिडियो ठिकै छ नि भिडियो झन् उस हुन्छ नि फोटो पो कस्तो भयो त्यो राम्रो भयो राम्रो हुँदैछ आज अब स्विमिङमा जान्छ झनै राम्रो हुन्छ खाना पनि उठे खान्छ होइन होला बहिनी नमस्ते कस्तो हुँदैछ एकदम रमाइलो भइरहेछ रमाइलो पनि भयो हिजो अब आज पनि सुताइ चाहिँ अलिक भएन होला है 1 घन्टा सुत्यो होला ओके शुभयात्रा नमस्ते कुखुराले चाहिँ अस्तितिर किन अन्डा पारेर कसैले कुखुराको बियर छन् नमस्ते कुखुरो पारेछ त्यो छोरालाई अन्डा निकालेर थालले गनाउँछ आएर भन्ने हो तिनीहरू फेरि अर्को हप्तातिर कहिलेतिर आउँछ काम त गराउनु त्यही छ नि होइन हिजो थियो नि होइन अर्को आएको छैन जोरले बोकेर के छ तपाईँहरूको हालखबर कस्तो भयो कस्तो हुँदैछ सुत्नु भयो कि सुत्नु भयो बाँकी अझै छ अहिले भनिहाल्नु मिलेछन् है भान्जीले के गर्छ मेन रमाइलो अझै बाँकी छ ए अर्को रमाइलो आधा रमाइलो चाहिँ बब्बाल भयो अझै आधा रमाइलो मलाई नि दिनुभयो हाम्रो बहिनी टोपी हिजोदेखि टोपी छोड्नु भएको छैन हाम्रो बहिनीले घरि हराउँछ प्लास्टिक सजलो बोकेरको झोरले सबै कस्तो हुँदैछ खाना आज नयाँ ठाउँमा बस्न आएको सबै कुराको व्यवस्था जे होस् राम्रो हुन्छ यहाँ पनि अरूभन्दा त अब हामीलाई मुख्य चाहिएको पानी बिजुली बत्ती बाटो सुविधा अनि अब ट्रेनको पनि एकदम राम्रो सुविधा सुताइ चाहिँ भएन होला ट्रेनको लागि हाम्रो त्यसको लागि चाहिँ हाम्रो गोलामी टेबलले ल्याएको छ चाहिँ अनि खानापिनाहरू एकदम खानेकुराहरू मिठो भयो सबै हाम्रो ओके शुभयात्रा क्यामेराम्यान यतै हो माइला भाइ छुट्यो त नि हेलो ब्रो नमस्ते कस्तो हुँदैछ हौ तपाईँहरूको सुताइ कस्तो भयो सुताइ खेची आधा शुभयात्रा नमस्कार हजुर नमस्ते कस्तो हुँदैछ हौ तपाईँको कस्तो छ अब हामी टुरको अब मध्य भागमा भनौँ न होइन अब एउटा बाँकी छ नमस्कार नेपाल मगर
कुन थरले यो टुरमा चाहिँ एकदमै यहाँहरू सबैजनालाई कुराहरूमा एकदमै सेवा सुविधा शुभ बिहानी सँगै शुभ दिन। बस र यहाँको मेहनत हामी अबको यात्रा हाम्रो वाटर गार्डनमा जानेछौँ। वाटर गार्डनसम्मको यात्रामा हामी निस्केका छौँ। पनि एकदमै स्पेसल हिजो गर्नुभयो। लेट नाइट एकदमै रमाइलो एकदमै पक्कै पनि हिजोको बसाइ रातभरिको बसाइ पक्कै पनि हाम्रो आयोजक टिमबाट केही कमी कमजोरी धेरै भएका छन्। यसका लागि हामी आयोजक टिम क्षमा चाहन्छौँ। समयमा ल्याएर समयमा खानपिनको व्यवस्थापन गरेर समयमा सबै कुराहरू सम्पन्न गर्न सकिएन। अलिकति हाम्रो औपचारिक कार्यक्रमले गर्दाखेरि माहौल र वातावरण अनुसारको मनोरञ्जन लिनुभयो होला भन्ने हामीले अपेक्षा गरेका छौँ। र अब भने हामी वाटर गार्डनमा 9 बजे पुग्ने हाम्रो टार्गेट हो। त्यो टार्गेट अनुसार हामी ठिक टाइममा यहाँबाट निस्केका छौँ। हेरौँ समयमा पुग्छौँ पुग्दैनौँ। हामी 9 बजे वाटर गार्डनमा पसिसके पछाडि हामी 12 बजेसम्म वाटर गार्डनभित्र रहन्छौँ। त्यस पछाडि हामी खाना खाएर आराम गरेर 5 बजेसम्ममा हामी तलमा पुग्छौँ। त्यसो भयो भने छिटो काममा जाने साथीहरूलाई पनि सहज होला। अब यो बिचमा पक्कै पनि अब हामी वाटर गार्डनमा गएर त्यहाँ भएका पानीसँग खेल्ने खेलहरू छन्। यहाँहरूले भरपुर मनोरञ्जन गर्नु होला, स्विमिङ गर्नु होला, रातभरिको थकाइ निन्द्रालाई भगाउनु होला, ढुलोमुल्य पखाल्नु होला। त्यस पछाडि हामी आजको यो टुरको अहिलेसम्म 219 परिवारका सुखवासी मात्रै पुगे सरकारको सम्पर्कमा। टोलका 1 दर्जन टहरामा चल्यो डोजर। वर्षामा कुटीको अतिक्रमित जग्गामा बनेका संरचनामा चल्यो डोजर। 380 घर हटाइयो। मनोहरा सुखवासी बस्तीको घर रमणीय ठाउँ हो। आन्तरिक पर्यटक र बाह्य पर्यटकहरूको लागि एकदमै खानेपानीको स्रोत हो। यहाँबाट
वो पानी छ नेपाल मगर सङ्घ इजरायल शाखाले आयोजना गरेको यो तिबेरिया टुर क्याम्पिङ टुरको चाहिँ आज अहिले दोस्रो ठाउँमा आइपुगेका छौँ हामी यो वाटर पार्कमा। अहिले यो ठ्याक्कै हामी तिबेरियाको उसमा छौँ अनि यहाँ सबै यो दुईवटा बसको सबै चाहिँ यो वाटर पार्कको लागि रेडी हुँदैछ। पानीको स्विमिङ गर्ने पानीमा खेल्ने सबै उसहरू यहाँ छ होइन, सबै रेडी भइराख्नु भएको। यो दुईवटा बस यता बहिनीहरू तिबेरिया हो वाटर पार्क गार्डन हो कि वाटर पार्क हो? यो गाडीको सबै सामान निकाल्ने क्रममा הכרטיסים שנרכשו במועדונים השונים, יש לוודא שהכרטיסים דומו לכרטיס הכניסה שלו. איפה לבוא לאתכם? מרגע המרת הכרטיסים, כל הכרטיסים צריכים להיות יש हो लम्जुङे भाइ हजुर दादा के गर्न कता हो आजले? चिसो भेटाउनु भएछ त लिएर आउनु त बिन्दास मान्छे अन्त त्यो भित्रै लिएर जाने हो त ल दुईजना मिलेर खाउँला ठिक छ नि किन बस्नु भित्र म च्यानल अहिले भन्छु है सस्पेन्ड राख्नुपर्छ नि। यहाँ अर्को क्यामेरामा ऋषि धमलाको बहिनी के आमाला हाम्रो ग्रुप हो सबै यहाँबाट हाम्रो दुईवटा बक्स ग्रुप छ ट्याक्क लाएर यो तिबेरिया पाहाड छ जति चियान डाँडा ए विवेश भाइ कहाँ हो पौडी खेल्ने?
नेपाल मगर सङ्घ शाखा इजरायलले आयोजना गरेको यो क्याम्पेन टुर तिबिरियाको हामी तिबिरियामा अहिले छौँ। यहाँ चाहिँ हामी वाटर गार्डन वाटर पार्कमा छौँ। सबै कोही यताउता भएको छ। हामी लगभग 100 जनाको हाराहारीमा छौँ। यो यहाँ चाहिँ मौसम लगभग 34 डिग्रीको उसमा छौँ। 34 डिग्रीको उसमा छ। यो चाहिँ यसो स्विट वाटर हो। यो सीको जस्तो होइन, यो सीको जस्तो होइन। यो चाहिँ इजरायलको पानीको मुहान, खानेपानीको मुहान, एक मात्र पानीको मुहान। यो उसले चाहिँ सबै यो यताको यो लेबनन हाम्रो भाइले कम्प्लेन गरेको छ। यहाँ ड्रोन उडाउन लाग्यो तपाईँ भेट्थ्यो, अब पुरै बन्द कि यहाँ भेट्यो तपाईँले फेरि